पवित्र विवाहमा जोडिन गरिराख्नु भएको छ। तपाईँले यो आफ्नै राजी खुसीमा कसैको कर्कापमा होइन, आमा बाबाको अगुवाको कर्कापमा होइन, आमाले लिए भनेर बाउले लिए भनेर मैले ल्याएको होइन, तर यो चाहिँ मेरो राजी खुसीमा हो। र आज उहाँलाई राधा गर्दा म मेरो जीवन साथीको रूपमा लानेछु, भाँडा धुनको लागि होइन। अनि त कतिजनाको हुन्छ त्यो मच्चा धुनको लागि, कतिजनाले घरमा जिलो उठ्यो भने छिटो उठाउनको लागि भनेर बरी ल्याउने गर्छ। तर म आशा गर्छु उहाँले आज राधा गर्दाखेरि एउटा सहयोगी रूपमा लानुहुनेछ। र तैँले बिहा गर्नुपर्छ त एक्लो भइस्, तेरो भाँडा धुने भएन, लुगा धुने भएन भन्ने कुरामा नभएर यो चाहिँ मेरो प्रार्थना सहित हो। म उहाँलाई आज सहयोगीको रूपमा लाँदैछु, नकुलको रूपमा होइन है, तपाईँलाई म बुझ्नुपर्छ। सहयोगीको रूपमा लाँदैछु भनेर तपाईँ आज वचन दिनुहुन्छ। हजुर हुन्छ, हामी आशा गर्छौँ उहाँहरू दुईजना दिएको वचनअनुसार आज उहाँहरूलाई म सुश्री बिना लिम्बू लिभिङस्टन चर्च अधीनस्थ सदस्य, अनि सागर थापा मङ्गरजी उहाँ सिङ्ला कमान चर्च निवासी, उहाँहरूको बिचमा आज उहाँले दिएको गवाई अनुसार उहाँहरू आफ्नै राजी खुसीमा हो र पास्टरको करकाप छैन, मण्डली परिवारको करकाप छैन, हाम्रो आफ्नै राजी खुसीमा हो भनिकन उहाँले गवाई दिनुभएको कारणले गर्दाखेरि आज म उहाँको लागि एउटा पत्र पढ्दैछु। अनि आज उहाँहरू चाहिँ लिभिङस्टन चर्चको सिफारिसमा म पास्टर तिमोथी गले उहाँलाई आज यो विवाह जोडिन सक्छ भनेर म यहाँहरूलाई अगाडिबाट घोषणा गर्दछु। र यहाँ तपाईँलाई मैले अघि मौका दिएको थिएँ, कसैले पनि यो विवाह हुन सक्दैन भन्ने प्रमाण नदिनु भएको हुनाले गर्दाखेरि आज म उहाँको लागि म अगाडिबाट घोषणा गर्छु, उहाँ पति पत्नी हुनको लागि उहाँहरू योग्यको हुनुहुन्छ भनिकन म सिफारिस दिँदै उहाँलाई म घोषणा गर्दछु। यतिलाई हामी ताली बजाउनेछौँ। बाइबल धर्मशास्त्रमा पढ्नेछु, मार्कुस 10को 7देखि 9ले भन्छ, तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनु भयो। यसकारण मानिसले आफ्नो आमा बुबालाई छोडेर आफ्नो पत्नीसँग मिलिरहन्छन्, ती दुई एउटै शरीर हुनेछन्। तिनीहरू फेरि दुई होइन तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ मानिसहरूले तिनीहरूलाई नछुट्याउन्। जीवित परमेश्वर अब यिनी दुईजना विवाहको लागि तयार भएको छ। यसकारण हामी तपाईँको रगत यिनीहरूलाई समर्पण गर्छौँ। र अब प्रतिज्ञा गर्नुभन्दा अगाडि यी दुई जोडाजोडीलाई आजको पवित्र विवाहमा जोडिनको लागि यिनीहरू चाहिँ तयारी छ भनिकन पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वरको उपस्थितिमा मण्डलीलाई साक्षी राखेर, परिवारलाई साक्षी राखेर र गाउँ समाजलाई साक्षी राखेर यिनीहरूको विवाह चाहिँ आज पक्का हुनको लागि अब यिनीहरू तयारी भएको छ। तपाईँको वचनमा लेखे अनुसार अब तिनीहरू दुई होइन, अब एउटा एक नदी भएर बग्नेछ र यिनीहरू चाहिँ अब तपाईँ परमेश्वरको महिमामा अगाडि बढ्नेछ। धन्यवाद परमेश्वर, तपाईँको राज्यभित्र ल्याउँदछौँ, अभिषेक गर्नुहोस्। येशू तपाईँको नाममा, आमेन।